जेनजीको आन्दोलनमा सरकारी कार्यालयहरू तोडफोड गरिएको थियो। कतिजना पक्राउ परे त? यस विषयमा आउनुस् आज कुरा गरौँ। सिलगढीमा हालसम्म हामीले यो विभिन्न कार्यालयको तोडफोड आगजनी गर्ने सन्दर्भमा 15 जना व्यक्तिहरूलाई पहिचान गरेर कारबाही गरिरहेको अवस्था छ। यो अपराधिक उपद्रवको कसुरमा 15 जनालाई पक्राउ गरी म्याथप लिएर चाहिँ हामी कारबाही गरिरहेका छौँ। यसमा संलग्न व्यक्तिहरूको सरस्वती हेर्दाखेरि केही व्यक्तिहरू त योभन्दा अगाडि पनि अपराधमा संलग्न भएको देखिन्छ। उहाँको जेनजी आन्दोलनको नाममा जिल्लाका विभिन्न सरकारी कार्यालयहरूमा गएको तोडफोड आगोजनी र लुटपाट प्रकरणमा संलग्न रहेकाहरूमा प्रहरीले कडा कारबाही अघि बढाएको छ। हालसम्म 15 जना व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जेनजीको नाममा धेरै भयो तोडफोड। तपाईलाई थाहा नै छ, जेनजीको नाममा तोडफोड भएकाहरू अहिले 15 जना पक्राउ परिसकेका छन्। अझै पनि यसै गरी हामी पक्राउ गर्छौँ, अझै पनि छन् भन्दै प्रहरीले कडाभन्दा कडा कारबाही गर्ने जनाएका छन्।